मर्निङ। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि हजुरहरूले खाना खानुभयो त? म चाहिँ पकाउन लागेको। यहाँ हेर्नु त है, मेरो चाहिँ यो सब्जी भेन्टा यस्तो खालको रोपेछु मैले चाहिँ। अर्को लामो खालको भन्दा चाहिँ यसमा चाहिँ रोगसँग लड्ने क्षमता अनि बढी चाहिँ यसले चाहिँ फल दिने रहेछ। अनि सब्जी पनि खान पाइने। यो चाहिँ मैले आफै रोपेको सब्जी हो है। म चाहिँ प्राय आफै नि रोपेर खान्छु साग सब्जीहरू। हजुरहरूले पनि रोप्नुहुन्छ भने चाहिँ यो लामो खालको भन्दा पनि यो डल्लो खालको चाहिँ रोप्नु होला। यो बैगुनी कलर र सेतो कलर हुन्छ होइन, तर त्यति रोग पनि लाग्दैन। यो फल्न पनि लटरम्मै नि फल्छ, ठुल्ठुलो हुन्छ। यहाँ भिडियोमा चाहिँ सानो देखेको छ, तर यो ठुलो छ। एउटा काट्दाखेरि नै 2-3 जनालाई चाहिँ तरकारी पुग्छ। त्यही भएर चाहिँ मैले यो रोपेको। अब मलाई नि यही छ भन्ने चाहिँ थाहा भएन। पछि रोपेपछि चाहिँ यस्तो खालको फल हो। यो चाहिँ 4-5 लट फलिसक्यो। यो फलिराख्छ। यसको फुल पनि खासै झर्दैन, अलिअलि झर्छ, नभए झर्दैन। फल चाहिँ यसले धेरै दिन्छ है। हजुरहरूले पनि रोप्दाखेरि चाहिँ मनपर्छ भने यो खालको रोप्नु होला। मलाई चाहिँ यो खालको मन पर्यो, धेरै मिठो पनि, एउटैले छाक पनि पुग्ने भएर यो चाहिँ एकदम रोग पनि नलाग्ने। त्यही भएर चाहिँ म पनि हजुरलाई तरकारी खानको लागि चाहिँ यही रोप्नु होला भनेर चाहिँ सुझाव दिने गर्छु। हजुरहरूलाई यो रोप्नुभयो भने चाहिँ धेरै फल्छ र हामीले दैनिक हटिया जानु पर्दैन। अब हटिया गयो भने पनि पैसा छ भने न हटिया हुन्छ, छैन भने केले किनेर खाने। अब पैसा हुने साथीहरूले त किनेर खान्छ, नहुनेले त आफै मिहिनेत गरेर घरमै रोपेर फलाएर खाइयो भने पनि पैसाको चाहिँ एकदम सुरक्षित जतन हुन्छ होइन। तर सब्जी किन्ने पैसाले अरूकै व्यवहार गरिन्छ, अरूमै कतै अर्को चिजै किनिन्छ। त्यही भएर चाहिँ हजुरहरू पनि यही खालको चाहिँ सब्जी लगाएर खानु होला भन्न चाहन्छु। त्यही भएर चाहिँ हजुरहरू सामु मैले एउटा सानो भिडियो बनाएको छु। मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला। यो चाहिँ सबैकै घरमा भान्सामा पाक्ने चिज हो। यो चाहिँ सबैले नै सेयर गरेर एकदम सबै सामु चाहिँ पुर्याउन आवश्यक छ। त्यही भएर चाहिँ म सबैलाई भन्छु कि रोप्नुहुन्छ भने चाहिँ आफूले खानको लागि घरमा अब धेरै रोप्दा अब बेच्न पनि भयो, पैसा कमियो, यही ठिक हुन्छ होइन। त्यो अर्को खालको चाहिँ झरेर कुहेर किरा लागेर कामै लाग्दो रहन्छ, बोटमै किरा लाग्ने। यो चाहिँ रोगसँग लड्ने एकदम क्षमता चाहिँ बेसी भएको चाहिँ यो सब्जी हो। त्यही भएर चाहिँ मैले सानो भिडियो बनाएँ। सबैजनाले फलो गरिदिनु होला। तर फलो गर्दै चाहिँ अनफलो गर्नुहुन्छ र अनि कति मलाई राम्रो लाग्दैन होइन। फलो गरेर चाहिँ किन अनफलो गर्नुहुन्छ? यदि अनफलो गर्नुहुन्छ भने प्लिज मलाई फलो नगर्नुहोस्, मेरो रिक्वेस्ट छ यति चाहिँ। जे भने प्लिज फलो नगर्नु होला है। अनफलो गर्नुहुन्छ भने चाहिँ फलो नगर्नु होला। अब हामी ठुलो कतै भाइहरूले पनि आउँदैन। यो भनेको आफ्नै घरमा सानो तिनो म भिडियो बनाएको मात्रै हो होइन, एउटा बनाउन मन लागेर बनाएको। त्यही भएर यही घरको खानेकुरा यस्तै केही बनाउँछु आफ्नो मेहनत अनुसार होइन। मेहनत गरे के चिज पाइँदैन र मेहनतको फल यसरी खान पाइन्छ। रिस गर्ने रिस गर्दै गर्छन्, जल्ने जल्दै गर्छन्। 2-4वटा भरौटे आइमाईहरू जलेर कुरा गर्ने गर्दै गर्छन्। खान र भिडियो बनाउन चाहिँ जसले जे भने पनि हेर्नु छोड्नु हुँदैन।
देखाउनु पर्छ। यो देखाएको चाहिँ होइन, देखाएकै हो मैले, देखाएकै हो। 2-4 आइमाईहरूलाई देखाएकै हो। घरमै भित्र बस्छ खाइरहेछ मोटी भकी छ भन्ने आइमाईहरूलाई देखाएकै हो। ए भरौटे आइमाई चोथाले डाँडामा बसेर कुरा गर्ने चोथाले आइमाईहरू, यहाँ हेर। म घरभित्रै बस्छु, खान्छु, कसका को आउँछ, कसलाई कसले के ल्याइन्छ, कसका घरमा को पाहुना आउँछ, यसले कस्तो लुगा लाउँछ, यसले कस्तो खान्छ भन्ने आइमाईहरू यहाँ हेर। यी तिमीहरूलाई देखाएकै हो। जलेर मर, डुबेर मर आइमाईहरू, मेरो खेदो खन्ने आइमाईहरू। बाहिर बाहिर बडा, भित्र भित्र जरा खन्ने आइमाईहरूकै लागि यो देखाएकै हो मैले। यो चाहिँ